नारायणी पुल तरेर पश्चिमतर्फ जाँदै गर्दा यो चाहिँ नवलपरासी पूर्व गैंडाकोटको भिरकुटी कागज कारखाना। चीन सरकारले नेपाललाई पेपरमा अर्थात् कागजमा आत्मनिर्भर बनाउनका लागि 2039 सालमा सहयोग स्वरूप स्थापना गरिदिएको यो भिरकुटी कागज कारखाना 2043 सालबाट यसमा कागजको उत्पादन सुरु भइसकेको थियो र त्यसपछि नेपाल लगभग कागजमा आत्मनिर्भर भइसकेको थियो। 2046 सालको राजनीतिक परिवर्तनपछि गठन भएको गिरिजाप्रसाद कोइरालाको सरकारले निजीकरणको नाममा पहिलो पटक निजीकरण गरिएका 3 उद्योग मध्ये एक थियो यो भिरकुटी कागज कारखाना। यो भिरकुटी कागज कारखानालाई 2049 पुस 20 गते निजीकरणको नाममा गोल्छा अर्गनाइजेसनलाई बेचिएको थियो र अहिले यो खण्डहरको रूपमा रहेको छ। 2046 को राजनीतिक परिवर्तनपछि राष्ट्रिय सम्पत्तिहरूलाई निजीकरणको बहानामा त्यसपछि बनेका सबै सरकारले कौडीको भाउमा बेचेर सबै सम्पत्तिहरूलाई ध्वस्त बनाइसकेका छन्। यही फागुन 21 गतेको चुनावमा भोट दिनुभन्दा पहिला 2046 को राजनीतिक परिवर्तनपछि राष्ट्रिय सम्पत्तिहरूलाई निजीकरणको नाममा त्यसपछिका सम्पूर्ण राजनीतिक दलहरूले मिलिजुली रूपमा कौडीको भाउमा बेचेर कसरी राष्ट्रिय सम्पत्तिलाई ध्वस्त पारे भन्ने कुरा राम्ररी पढौँ, बुझौँ, मनन गरौँ अनि मात्रै फागुन 21 को चुनावमा भोट हालौँ।